हिजोसम्म चाहिँ हाम्रो चाहिँ नेपाली आर्ट चाहिँ सर्टन ग्यालेरीहरुमा या चाहिँ सर्टन एक्जिबिसनहरुमा या चाहिँ सर्टन आर्टिस्टहरुको घरमा चाहिँ लुकेर बसिरहेको थियो र चाहिँ हामीले चाहिँ यो आर्ट फेस्टिभल गरेको कारण चाहिँ के हो भने चाहिँ एउटा चाहिँ पब्लिकले देखोस्, पब्लिकले आर्ट मात्रै नदेखोस् कि चाहिँ पब्लिकले पनि चाहिँ नि आर्टिस्टलाई पनि चिनोस् र चाहिँ आर्ट पनि चाहिँ कसरी गर्दो रहेछ भन्ने चाहिँ त्यो एउटा चाहिँ बुझाउनको लागि हामीले चाहिँ यो फेस्टिभल गरेको। विदेशीहरुलाई चाहिँ हाम्रो आफ्नो आर्ट देखाउन त एक ठाउँमा त छँदैछ, द्याट इज नट द्याट इम्पोर्टेन्ट। सबैभन्दा इम्पोर्टेन्ट भनेको चाहिँ हामी नेपालीहरूले चाहिँ नि यो आर्टलाई चाहिँ हाम्रो आर्टलाई चाहिँ अपनाउनु पर्यो। सिर्फ आर्ट सर्कल र आर्ट कम्युनिटी मात्रै बसेर चाहिँ हामी चाहिँ वावा र चाहिँ आहा भन्ने होइन कि हाम्रो नेपालीहरूको चाहिँ घर घरमा चाहिँ भोलि चाहिँ एकजना नेपाली आर्टिस्टको चाहिँ आर्ट होस्। यसले गर्दाखेरि चाहिँ के हुन्छ भने चाहिँ भोलि हाम्रो देशमा चाहिँ नि हिजोसम्म चाहिँ किरण दाई, लोक दाई, समुद्र, राजप्रकाश सबैजना आर्टिस्टहरू चाहिँ जुन चाहिँ हेर्छ भोलि गएर चाहिँ हामीले चाहिँ आउने पिँढीमा चाहिँ आउने पिँढीमा चाहिँ हामी चाहिँ उहाँ जस्तै चाहिँ राम्रो आर्टिस्टहरू चाहिँ जन्माउन सकोस्। जन्मिन्छ त्यो टाइममा जब हाम्रो नयाँ पिँढीहरूले चाहिँ आर्ट चाहिँ जब चाहिँ देखिन्छ, त्यही चिज हो। सो म्युजियमको चाहिँ काम भनेको चाहिँ सिर्फ चाहिँ म्युजियम एउटा बनाएर चाहिँ तपाईँको चाहिँ आर्ट देखाउने मात्रै होइन, यसले चाहिँ होल मोटिभेसन होल कम्युनिटीलाई मात्रै होइन कि चाहिँ होल देशलाई नै चाहिँ कसरी चाहिँ मोटिभेट गर्ने थ्रु आर्ट। र चाहिँ यही मोटिभेसनको मार्फतबाट चाहिँ हामीले पनि चाहिँ जुन चाहिँ अलिक अनप्रिभिलेज फ्यामिलीजहरूलाई पनि चाहिँ एउटा होपको हिसाबमा चाहिँ हामीले चाहिँ कसरी कन्ट्रिब्युट गर्न सकिन्छ भनेर चाहिँ यो दुई चारवटा कुराहरूलाई चाहिँ हामीले चाहिँ समेटेर चाहिँ पर्सिको फेस्टिभललाई क्रिएट गरेको हो। यो अहिले जुन फेस्टिभल हुँदैछ त्यो फेस्टिभलको लागि पनि आफ्नो भावनाहरू व्यक्त गरिदिनु होला र कलाकारहरूसँग आउनुहोस्, कलाकारहरूसँग पनि कुरा गर्नुहोस् के किन कस्तो। किनभने जबसम्म कलाकारहरूको बिचमा बस्दैन भनेदेखि पत्रकारले पनि बुझ्नु गाह्रो हुन्छ। मैले धेरै सुनेको छु बुझ्दैन भने। अब जबसम्म पेन्टिङ मात्र हेरेर बुझ्दैन, जब कलाकारको पनि उपस्थिति हुन्छ भनेदेखि उसँग पनि एउटा इन्ट्रेक्सन गऱ्यो भने अवश्य पनि बुझ्छ। नत्र त कहिलेकाहीँ अब मैले पेन्टिङ बनाउने म बुझ्दिनँ तर थर्ड पर्सनले बुझ्छ। तर के छ भनेदेखि अहिले अगाडि हुँदाखेरि के किनभने प्रश्न त गर्नु पाइन्छ, त्यो गऱ्यो भने त्यो पनि बुझिन्छ। किनभनेदेखि एउटा हामी अँध्यारोबाट उज्यालोतिर जाने भनेको त्यही हो। एउटा क्यान्सर रोगीलाई कलाकारले कसरी चाहिँ हेल्प गर्न सक्दो रहेछ त, एकदम महत्त्वपूर्ण कुरा हो नि त। हामीले सधैँ कलाकार भनिरहेका छौँ, चित्र कोरिरहेको भनिरहेका छौँ, मूर्ति बनाइरहेको भनिरहेका छौँ, ट्रेडिसनल काम गरिरहेको भनिरहेको छौँ। तर एउटा कलाकारले नितान्त रूपले सोच्दै नै अगाडि बढेको सहयोग गर्न सक्दो रहेछ नि त। त्यो कुरा एउटा प्रश्न हुन आयो। नगरे योभन्दा अगाडि पनि भइरहेछ त्यस्तो किसिमको। तर एक किसिमको यति बलियो किसिमको जुन जान्न लागिरहेछ, म एकदम खुसी छु। हामी कलाकार भित्रै भोलि कोही क्यान्सर निस्किन सक्छ नि, उसलाई पनि त्यो सहयोग जान सक्छ नि त। अब हामी पर्सि कन्टेम्पोरेरी आर्टिस्ट र ट्रेडिसनल आर्टिस्ट एकै ठाउँमा गएर हाते मालो गरेर हामी काम गर्ने भयो। एउटा कुरा के भयो भने हामी चाहिँ किन यो चाहिँ नेपाली कलाबारे चाहिँ हामी नेपालीलाई नै थाहा छैन। किनभने विकासको कुरा उठाउनुभयो, हामी मोनालिसाको थाहा छ, डाभिन्चीको कुरा कसलाई थाहा नभएर सबैलाई थाहा छ। तर डाभिन्चीभन्दा जेठो नेपाली कलाकार केशराज चित्रकारको बारेमा हामीलाई केही पनि थाहा छैन। जीवरामको बारेमा पनि हामीलाई थाहा छैन। अनि जुगीदेव, शान्तिदेव यस्तो कलाकारहरूको बारे हामीलाई केही पनि थाहा छैन। किनभने हामी त्यो विषयमा चाहिँ डकुमेन्टेसन गरेर पढ्ने अवसरै पाएन। यो चाहिँ पछिल्लो समयमा पनि हाम्रो ट्रेडिसनल आर्ट चाहिँ यो चाहिँ पुरानोको कपी गर्ने प्रवृत्ति मात्रै कुरा हो। होइन, त्यसका त्यो बेला मैले गरेको फिल